हेर्नुहोस् है आज मेरो बुढीको नाटक। हेर्नु भर्खरै उठेर हाई गरी कसरी, अनि वाटरमेलन पनि खाइछि। ओहो चना पनि खाइकी, अनि पन्दा चुकन्दा लिएर के गराउनलाई छिन्। चफ गरेर पक्कै पनि मोमो बनाउन लगाएको होला। किमा रेडी बनाइन्। यिनले बनाएको फेरि साह्रै मिठो हुन्छ के अरे। हेर्नुहोस् त किमा बनाएर सोयाबिन पनि युज गरिरहेछन्। किमा अब मुस्नी होलान्। किमा बनाइन्। किमा बनेर रेडी भइसकेछ। हेर्नुहोस् है गाइस, यस्तो मिठो यस्तो बवाल बनाउँछिन् नि मेरो बुढीले। के यो टोफु फ्राई बनाएर चटनी बनाउन लगाएको। हाम्रो बुढीले फेरि अरूले मैदाको बनाउँछन्, मेरो बुढीले फेरि कोदोको पनि बनाउँछिन्। अनि यो चाहिँ आटाको है, आटाको हो। हेर्नु सेप पनि यस्तो दामी बनाउँछिन्। रेडी भइसक्यो, रेडी टु कुक। हेर्नुहोस् त बफाएर मुखमा पानी आउनु जस्तो। हेर्नु चटनी। त्यसपछि दिदीलाई चखाइन्। त्यसपछि मैले पनि चाहेँ। एउटा चाहेको यस्तो बवाल कुरै नगर्नुहोस् भनी साध्य छैन। यस्तो बवाल छ नि। मैले यति मिठो मानेर खाएँ नि, तर आज थोरै बनाइन्। अझै खान मन लाग्थ्यो, थोरै बनाइन्। अब यति नै, धन्यवाद।